हेलो गाइस, आजको हाम्रो पार्ट 3 सुरु हुँदैछ हैन। हामी त्यही घुम्न जान लागेको जितपुर, तर अटो पाएनौँ के हामीले। अब हाम्रो अटो आउँदैछ है, एकछिनमा पक्नु। हाम्रो बिनाजीले चाहिँ हामीलाई मनमा लगिदिन थाल्नु भएको छ है। आज हाम्रो पार्ट बाइकमा बसेर जाँदैछौँ है। पार्ट 3 सुरु हुँदैछ। हाम्रो अटोमा जाँदै हो। जितपुर घुम्न जान लागेको आज दिदी र म। अब हाम्रो साधन यो छ हैन, हामी जान आइको गर्मी हेर्नु फेरि यस्तो छ कि घाम टलेको टिलिलिलिलि छ। हामी बीच बाटोमा अटो पायौँ अनि अब यो अटोमा जान्छौँ जितपुर। हामी चाहिँ अब अटोमा छौँ, अटोमा बस्छौँ। अब सरर जान्छ। हामी तपाईँलाई मिनी ब्लग अलिअलि दिन्छौँ है, सबै जोडेर। अब हाम्रो अटो जाँदै हामी जितपुरतर्फ जाँदैछौँ ल। हाम्रो गाउँको नयाँ ढलान है, भाइरल ढलान। हामी हिँड्दैछौँ, जितपुर जाँदैछौँ। यो ढलान चढेर सरर जितपुर घुम्नलाई जाँदैछौँ। हामीले त्यही आज यो नयाँ ढलानमा घुमै जितपुर जान लागेको पनि यही ढलान घुमै हुने भयो। यस्तो घाम तराईको गर्मी, जितपुर जान लाग्यो। अटोमा यही रोडमा घुमे साह्रै गाह्रो भयो। अटो अङ्कल चाहिँ हाँसे हुनुहुन्छ, के गर्नु घुमै यही रोडमा भाइ ढलान रोडमा घुमै छौँ हामी चाहिँ। कस्तो राम्रो ठाउँ छ, हावा मस्त चलिरहेछ यतातिर। अहिले रोपाइको सिजन छ। यस्तो गर्मी घाम छ। जितपुर दिदी बहिनी चाहिँ बजार जाँदैछौँ है। हेलो, जितपुर तरकारी बजार जाने गल्ली जाँदैछौँ हामी। दिदी बहिनी यस्तो घाम छ। गाइज, हामी पण्डितजीको कपडा पसल छिर्दैछौँ है। कस्तो हेर्नु कस्तो भिड छ जितपुरको कपडा पसल। पण्डितजीको कपडा पसलमा लुगा किन्नलाई कस्मेटिक सामान चाहियो। नानीजीको पण्डितजीको पसलमा आउनु होला। यस्तो राम्रो राम्रो लुगाहरू छ। हामी लुगा किन्न आएको, लुगा पसलमा लुगा छान्दैछौँ है। हामी जयसलमा खाजा खान गयौँ। हामी चाहिँ जयसलमा खाजा खान आएको है। तपाईँहरू नि आउनु होला। बाई गाइज, हामी त खाजा खाएर निस्क्यौँ होइन। फेरि बजार सपिङमा जाँदैछौँ है गाइज। फेरि दिन्छौँ तपाईँ। हाम्रो चाहिँ सपिङ सकेर अब अटो कुदिरहेको है। हामी चाहिँ घर सक्यो है। हामी चाहिँ घर आइपुग्यौँ। आजको मिनी ब्लग सक्यो। टाटा। आजको मिनी ब्लग हामीलाई यहीँसम्म, फेरि भोलि आउँला।